आदरणीय नेपालको जनता महानुभाव, चाहे हाम्रो देशमा बस्नु भएको या विदेशमा बस्नु भएको सबै दिदी बहिनी दाजुभाइ, मभन्दा बुजुर्ग र नौजवान सबैमा मेरो नन्दीलाल यादवको तर्फबाट नर्म निवेदन, सुस्वागतम, सादर प्रणाम छ। र म आज पहिलोचोटि अहिलेको जुन हाम्रो नयाँ सरकार छ, बालेन सरकार, प्रधानमन्त्रीज्यू, उहाँको लागि दुई शब्द बोल्छु। र मेरो बोलीमा या मेरो जुन आवाज छ, हाम्रो यो जनता प्रति केही भन्ने छु म, त्यसमा कुनै शब्द कुनै ठाउँमा यदि गल्ती भयो भने माफ गर्नुहोला। अहिले नाना थरीको यो विरोधी दलहरूले बालेन सरकारको बारेमा कुरो चाहिँ निकालिरहेको छ। यो त वास्तवमा नराम्रो सोच छ उहाँहरूको, किनभने उहाँको सोच छ कि जबसम्म म जिन्दा छु तबसम्म मेरै राज चल्छ, मेरो बाउको राज चल्छ। तर उहाँहरूलाई सायद थाहा छैन कि जब हाम्रो वीरेन्द्र सरकार पालामा देशको एकदम खुसी थियो, यो बीचमा हाम्रो राज हत्याकाण्ड कसले गराएको, कसले गराएको, कसको माध्यमबाट भएको, त्यो त हामीलाई केही थाहा छैन। तर भगवानले थाहा छ। भगवानले जब थाहा भयो त त्यस्तो कुटनीतिक मान्छेहरूलाई न घरको न घाटको रहन दिएको, न बस्न दिएको। त मेरो एउटै सोच छ, भगवानप्रति आशा राखेछु कि हाम्रो नेपालको जनता कसरी राम्रो हुन्छ, हाम्रो नेपाल भूमि अझै खुसी होस्, त्यसको चाहना र त्यसको लागि स्वयं बालेन सरकारलाई पठाइदिनु भएको छ। यो प्रभुको चमत्कार हो। र हाम्रो जुन बालेन सरकारको सोच छ, हाम्रो देशप्रति माया छ, त्यसमा अलिकता पनि सङ्कोच नराखिकन उहाँले गरिराख्नु भएको छ र गर्छ। र हाम्रो जनताको मनमा छ कि हाम्रो यो देशको लागि उहाँले एकदमै राम्रो सोच्नु भएको छ, सोच छ, राम्रो गर्नुभएको छ, राम्रो गर्छ। र कुनै पनि गरिब होस् या धनी, सबै जनतामा उहाँको आशा छ, सबै जनतामा उहाँको दुई हात जोडी प्रणाम छ। र जनता उहाँप्रति एकदम खुसी हुनुहोस्। म मातासँग कामना गर्छु कि जबसम्म हाम्रो नेपालको जनता जुन सच्चा इमान्दार छ, उहाँको आशीर्वाद हाम्रो यो बालेन सरकारमाथि छ, बालेन प्रधानमन्त्रीमाथि छ, त कसैले पनि, कुनै पनि दुश्मनले, कुनै पनि विरोधी दलले उहाँले केही बिगार्न सक्दैन। बस तपाईहरूलाई आशा राख्छु, तपाईहरू उहाँको एकदम राम्रो बधाई दिनुस् कि अगाडि गएर पनि उहाँको नाम होस् र उहाँको नाम हुँदाहुँदै हाम्रो देशको नाम होस्। म मधेसको हुँदाखेरि पनि मेरो सबैभन्दा हरियो वन नेपालको धन नेपालको नामबाट चिनिएको छ। र नेपाली जनता जबसम्म हाम्रो नेपाल देशको नाम हुन्छ तबसम्म हाम्रो नेपाली जनताको गर्व छ कि हाम्रो देश अमर रहोस्। र देशको लागि हामी मर्छौँ, चाहे समय पर्यो भने मार्न सक्छौँ, तर कसैसँग चाहिँ, कुनै पनि देशसँग डर्नु पर्दैन। यो घुसखोरी नेताहरूले पनि म भन्न चाहन्छु अन्तिममा कि तपाईहरूले पनि अलिकता लाज छ, शर्म छ हाम्रो देशप्रति, त उहाँलाई साथ दिनुहोस्। किनभने तपाईँ पनि हाम्रो नेपालको भूमिको तपाईहरू हुनुहुन्छ, यही नेपाल भूमिको आमाको सन्तान हुनुहुन्छ। त्यसकारण तपाईहरू पनि सुध्रुनुहोस् र तपाईहरू पनि आशा राख्नुहोस्
कि उहाँको पनि काममा अझै बधाई दिनुहोस्। नत्र तपाईँको यदि नराम्रो सोच हुन्छ भने अहिले केही बिग्रेको छैन, अगाडि तपाईँहरूलाई योभन्दा पनि नराम्रो हुन्छ। फेरि अर्को भिडियोमा हाम्रो नेपालप्रति जुन सोच छ हाम्रो प्रधान नायक मन्त्री साहबको, उहाँको बारेमा र हाम्रो नेपाली जनताको बारेमा केही दुई शब्द फेरि म अर्को भिडियोमा राख्छु। अहिलेको लागि जय नेपाल, जय बालेन सरकार, जय जनता, जय घन्टी, नमस्कार नमस्कार, प्रणाम।